गुड मर्निङ। म यसरी नै बिहान सुतेर उठ्दाखेरि नै बोल्छु प्राय। दिनमा त अब पसल जान्छु भनेको मेरो दिमागमा सिधै पसल हुन्छ, अरू कुरा हुँदैन। अफिस जान्छु भने सिधै मेरो दिमागमा अफिस हुन्छ, अरू हुँदैन। त्यो कारणले गर्दा जुन चिजको काममा हिँडिरहेको हुन्छ म त्यो चिज मात्र दिमागमा राखेर हिँड्छु। र म बहुत कुरा सिलेक्टेड केटी छु, म सिलेक्ट गर्छु। म जो पायो मान्छेसँग बोल्दा पनि बोल्दैन, जो पायो मान्छेसँग भेट्दिनँ। जोसँग म सुरक्षित ठान्छु उसँग बोल्न खोज्छु, जोसँग म सुरक्षित ठान्छु उनीहरूसँग भेट्न खोज्छु। अदरवाइज म सबैसँग भेट्दिनँ। म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, हामीले जति सक्दो पढ्नुपर्छ। मेरो लाइफमा पहिला नि पुरा पढ्नको बहुत धोका थियो के। चाडपर्व नभने म पढ्थेँ। तीज आयो दसैँ आयो पनि म किताब लगेर कोप्चामा बसेर पढ्थेँ। जब मेरो एमबिए मास्टर भ्याइएस एमबिएस सक्यो, म बिबिएस पढ्दाखेरि अफिसर तयारी गरिरहेको थिएँ। अस्ति पनि फर्म भरेन, म फुल तयारी गरेपछि मात्र इक्जाम दिन्छु भन्ने सोचिरहेको थिएँ। किताबहरूमा धेरै लगानी गरेँ, पढेँ। मेरो एक प्रकारको भित्र तृष्णा थियो के, इच्छा थियो। अनि अस्ति 2 महिना असारमा मैले सानो एउटा पसल थापेँ होइन। त्यो पसल लगाइसकेपछि मेरो सब चिज चेन्ज भयो। मलाई त्यो सरकारीतिर अफिसरतिर इक्जाम दिन मनै भएन, किनकि अलरेडी म प्राइभेटमा म जब गरिसकेको हो क्या। पहिला मैले 1 वर्ष सुपरभाइजर भएर काम गरेँ। राष्ट्रिय वाणिज्य ब्याङ्कमा पनि मैले कलेजले पठाइदिन्छ त्यहाँ पनि काम गरेँ। मैले ब्याङ्क काम पनि सिकेँ, त्यहाँको अनुभव पनि छ मलाई। सुपरभाइजर गर्दाखेरि काम पनि गरेँ। अहिले यता लगभग 11 वर्ष भयो एकाउन्टेन्ट काम गरेको। मैले प्राइभेटमै नै लगभग 12-13 वर्ष काम गरिसकेँ। त्यो कारणले मलाई जबको पुरै अनुभव भइसक्यो। यो पसल गरिसकेपछि के भयो, मलाई अफिसरतिर इक्जाम दिन मनै भएन, किनकि जुन मैले जब गर्नुपर्ने हो त्यो म प्राइभेटतिर गरिसकेँ। जुन चिज मैले अनुभव गर्नुपर्ने हो मैले अनुभव गरिसकेँ। अब मलाई चाहिँ नि मैले मेरो यत्रो किताब, तर म किताबलाई धेरै माया गर्छु। म जुन चिजलाई माया गर्छु नि त्यो म मनभित्रै राख्छु, मबाट मनभित्र कहिले निकाल्दैन। म एकदम सिलेक्टेड मान्छे छु, बहुत सिलेक्टेड। अदरवाइज मान्छे छु म। मलाई बिजनेस लेडिज बन्न बहुत मन छ। भगवान्ले कहाँ पुर्याउँछ थाहा छैन। एउटा कुरा मेरो मनमा के सन्तुष्ट छ भने मैले पढेँ, जो कोहीले मूर्ख बनाउन सक्दैन। मैले बुझेअनुसार तिमी कति त्याग गरिरहेछौ, तिमीले कति त्याग गरिरहेछौ, तिमीले आफ्नो जीवनमा कति त्याग तपस्या गरेछौ, त्यो तिमीमा निर्भर रहन्छ। तिम्रो त्यो त्याग तपस्याले गर्दा तिमीलाई नै अनुभव दिने हो। त्यो कारणले अरूले तिमीलाई सजिलै नै मूर्ख बनाउन सक्दैन। अरूले तिमीलाई मूर्ख ठान्ला, बट तिमी सबै भित्रबाट बुझिसकेका हुन्छ। यही हो मेरो मेन तथ्य यो होइन। कहिलेकाहीँ हामीले आफ्नो एउटै उद्देश्यलाई सम्हाल्नुभन्दा उद्देश्य चेन्ज गर्नुपर्छ। तर उद्देश्य म चेन्ज गर्छु। त्यही भएर कोही आशा होला कि मलाई यो इक्जाम मलाई धेरैले भन्छ तिमी अफिसर इक्जाम देऊ, तिमी मसँग गुण पनि त्यसै छ होइन। तर अफिसर म इक्जाम नदिएर अफिसर नबने पनि त म बिजनेस लेडिज भएर पनि त समाजसेवा गर्न सक्छु। मेन हाम्रो समाजसेवा गर्ने हाम्रो उद्देश्य हो भने हामी समाजसेवा गर्न सक्छौँ नि, जहाँबाट पनि समाजसेवा गर्न सकिन्छ। अस्ति म पसलमा बसिरहेको थिएँ, राति 9-10 बजीतिर। म 10 बजीतिर ठ्याक्क क्लोज गर्छु, 10:30 बजीतिर। मेरो टाइमै
मेरो पसलको टाइम बेलुका 5 बजीदेखि रातिको 10 बजीसम्म राख्छु, किनकि दिनमा जहिले पनि क्लोज हुन्छ, म काममा जानुपर्छ होइन। एउटा बाबु 10 क्लासको बच्चा होइन, कहाँबाट दौड्दाखेरि लोटेर पानीको त्यो उसमा पानीको त्यो के भन्छ डलभित्र गएर खसेर आएर चाहिँ पुरा खुट्टा काटेर खुट्टाबाट बटबट रगत आइरहेको थियो। दिदी मलाई त चिसो भयो, पानी छ, कपडा छ भन्छ। अनि मैले त्यो जारको 1 बोतल पत्तीले काटेँ होइन, पानी हालेँ, सब त्यो बच्चालाई पखालिदिएँ। अनि मेरो कुर्सीको त्यो तौलिया त्यसलाई ढाकिदिएँ। अनि त्यसको त्यो बटबट रगत आइरहेको थियो, त्यो रगतले मैले ह्यान्डी प्लस लगाइदिएँ त्यो बच्चालाई। अनि त्यसको मोबाइल सब त्यो पानीभित्र गएछ थियो। त्यसको बाबालाई मैले कल गरिदिएँ। पछि उसको बाबा आएर मेरो खुट्टा डोक्थ्यो, आफ्नो छोराको खुट्टा डोक्थ्यो, यति रुन लागेको थियो। भन्न खोजेको म अफिसर भए पनि आखिर समाजको सेवा नै गर्ने हो। म कुनै पोस्टमा पुगे पनि म समाजको सेवा नै गर्ने हो। म कुनै पोस्टमा नपुगेर आफ्नै बिजनेस गरे पनि समाजको सेवा नै गर्ने हो। भन्न खोजेको कुनै पनि मान्छे स्वार्थ बोकेको मान्छे कुनै पोस्टमा पुग्यो भने त्यो आफ्नो स्वार्थ मात्रै हेर्छ। स्वार्थ नबोकेको समाजसेवा मन भएको हल्का जागेको मान्छेले ऊ कुनै पोस्ट नपुगे पनि आफ्नो ठाउँमा पनि हेल्प गर्छ।